हुन्छ यो कोठाभित्र छ लास चाहिँ है। यो बाहिर यो जुन तपाईहरुले यो सल देखिरहनु भएको छ यो सलमा झुन्डिएको भन्ने कुरा सुनियो, तर उहाँहरू यहाँको परिवारहरू चाहिँ यो कुरा मान्न तयार हुनुहुन्न। आज रातिको घटना रहेछ रिसोर्टमा, यो रिसोर्टको रुमहरू हो। सिन्धुपाल्चोक नबिना मृत्यु प्रकरण रहस्यमय भन्दै 19 वर्षीय नबिनाको आत्महत्या नभई हत्या भएको आशंका। सिन्धुपाल्चोक जिल्लाको नीलबाराही रिसोर्टभित्र मृत अवस्थामा फेला परेकी 19 वर्षीय नबिना अधिकारीको घटनाबारे अनुसन्धान थप गहिरिँदै गएको छ। पहिलो चरणको अनुसन्धानपछि प्रहरीले रिसोर्ट परिसरको सीसीटीभी फुटेज, कोठाको अवस्था तथा घटनास्थल वरपरका गतिविधिहरूको सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। प्रारम्भिक विवरण अनुसार नबिना अधिकारी रिसोर्टमा कसरी पुगिन्, कोसँग सम्पर्कमा थिइन् र अन्तिम घडीमा के कस्ता गतिविधि भए भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। प्रहरीले नबिनासँग अन्तिम पटक सम्पर्कमा रहेका व्यक्तिहरूको विवरण सङ्कलन गर्दै बयान लिने प्रक्रिया अघि बढाएको छ। परिवारजनले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्। यस घटनाले स्थानीय बासिन्दा मात्र नभई सामाजिक सञ्जालमा समेत चासो र बहस जन्माएको छ। प्रहरीले सबै पक्ष केलाएर सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। तपाईको नाम? मेरो सुनिल अधिकारी नाम। हजुर। अनि त्यो गाउँ त्रिपुरा सुन्दरी। त्रिपुरा सुन्दरी कति नम्बर वडा हो तपाईको? 2। मेरो बहिनी यो रिसोर्टमा आएर झुन्डिएर मरेको कारणले झुन्डिएर मरे भनेर यो झुन्डिएर मरेको। तपाईहरु आउँदा लास भेट देख्नुभयो? लास देखिए। कहाँ देख्नुभयो? भुइँमा देख्नुभयो कि सिरक ओढाएर राखेको छ लास चाहिँ फाटमा। अनि यहाँ चाहिँ झुन्डिएर मरेको भनेको देखाइरहेको छ। अनि झुन्डिएर तपाईले झुन्डिएकै फोटो भिडियो देख्नुभयो? भन्नाले त्यहाँ अगाडि के तपाईले त्यो देखेन? प्रत्यक्ष रूपमा झुन्डिएकै देख्नुभयो त? देखिन हामीले। कसले देख्नुभयो अरे? शङ्कामा लागेको हाम्रो कारण नै त्यही हो। उसमा जाँदाखेरि चाहिँ हामीले देख्दा लास देख्दाखेरि चाहिँ भित्र कोठामा लगेर सिरक ओढाएर राखेको छ। मेरो बहिनी झुन्डिएर मरे होइन। मेरो बहिनी झुन्डिएर मरे। तपाईहरुले लास देख्नुभयो देख्नु भएन? अहिले लास चाहिँ देख्यो। त्यो घाँटीतिर केही डामहरू, नील डाम त्यति राम्रोसँग हेर्न सिरकले सबै छुपे छ, अनुहार मात्रै देखाएको छ। मेरो बहिनीले जहाँबाट हुन्छ जसरी हुन्छ न्याय पाउनु पर्यो। कति वर्षको तपाईको बहिनी? 19 वर्षको बहिनी। अनि यहाँको साउथदेखि बसाइ चाहिँ कहाँ हो उहाँको? उहाँको जडीबुटी बसाइ। एक्लै बस्नुहुन्थ्यो? एक्लै बस्नुहुन्थ्यो? हजुर। उहाँ 3 जना साथीहरू पनि छ भन्नुभएको छ, रुम पार्टनरहरू। साथीहरूसँग बस्नुहुन्थ्यो? अनि हिजो चाहिँ के भनेर निस्किनु भएको छ? केही जानकारी छ तपाईँलाई? त्यसको बारेमा हामीलाई के थाहा भएन। त्यो जानकारीहरू चाहिँ बिहान तपाईँहरूलाई कसले खबर गरेर यो कुरा? यो इन्सपेक्टर साहबले सिधै फोन गर्नुभएको थियो हामीले। कसलाई? तपाईँलाई कि कसलाई? मलाई फोन गर्नुभएको थियो। अनि मैले कुरा गर्दाखेरि हामीले नपताइकन फेरि अर्कोचोटि कल ब्याक गरेर सोद्धाखेरि हो भनेर कन्फर्म भएर मात्रै आएको हामी यहाँ। अनि यहाँ आउँदाखेरि हामीले लास्ट झुन्डिएको ठाउँमा पाएन कि हामीले झुन्डिएको लास्टको जहाँ थियो त्यहीँ देखाउनु पर्यो कि त्यहाँभित्र कि यहाँनिर अब उस भए पनि हामीलाई त्यहाँ जहाँ थियो त्यहाँनिर लास्ट भाग ठाउँबाट भएपछि त्यहाँ झुन्डिया ठाउँमा खोल्या के उस चाहियो, प्रमाण चाहियो केही कुरा। अनि त्यहाँबाट भिडियो लगेपछि सिरक लर किन उडाउनु, त्यो मान्छेलाई हस्पिटल लानु पर्यो कि के? अनि जिग्नु कारण के हो भनेर तपाईँको बहिनीको चाहिँ कोही बाहिर कोही त्यस्तो अरू केटाहरूसँग त्यस्तो सम्बन्धहरू केही भएको अरे केही थाहा पाउनु भएको थियो तपाईँहरूले? अहिलेसम्म त्यस्तो चाहिँ थाहा थिएन हामीलाई। थाहा थिएन? बहिनीको लागि नि अब त्यसमा भन्दा नि अब यहाँको साउले किन आएर खोल्यो, त्यो केटा को हो? त्यो 2 जना नै हामीलाई चाहियो नि त अहिले। अर्को केटा पनि थियो अरे यहाँ? एउटा केटा पनि समाधाखारी अनि समाधाखारी, त्यो 2 जना हामीलाई चाहियो भनेर। ल हुन्छ। अब तपाईँहरूको यहाँ अनि अहिले अब के को लागि यो प्रहरीहरू त यहाँ हुनुहुन्छ होइन? यो के कारणले यो लास निकाल्न चाहिँ के कारणले रोकिएको हो? लास निकाल्न हामीलाई अब के केटा चाहियो कि यो रिसोर्टको साउ चाहियो? तपाईँहरूले नै रोक्नु भयो लास निकाल्नलाई? हामीले रोकेको। अनि अरू बहिनीको बुवा मम्मी हुनुहुन्छ कि हुनुहुन्न? बुवा मम्मी आउँदै हुनुहुन्छ गाउँबाट आउँदै हुनुहुन्छ? गाउँबाट आउनेपछि। ल हुन्छ, धन्यवाद। यहाँ यसरी यही सलमा झुन्डिएको भनिएको छ, तर लास चाहिँ उहाँहरूले पनि देख्नु भएन। भित्र नै सिरो गोडाएर राखिएको भन्ने कुरा छ। भक्तपुरको यो नीलबाराई रिसोर्टमा है, यो नीलबाराई रिसोर्ट यो बोडे भन्दा यतापट्टि डाँडाको नीलबाराई रिसोर्ट हो यो।
यो हाम्रो सिन्धुपाल्चोकै बहिनी है 19 वर्षीय नबिना अधिकारी भन्ने बहिनीको चाहिँ यसरी यहाँ झगडा परेको पनि भन्ने सुनिन्छ होइन। एकजना जो पुरुष हो र त्यो पुरुष र यहाँको सञ्चालक नीलबारा रिसोर्टको सञ्चालकलाई चाहिँ प्रहरीले पक्राउ गरेर लगिसकेको अवस्था छ। अहिले यहाँ उहाँको आफन्तहरू बहिनीको आफन्तहरू बुवा आमाहरू आउँदै हुनुहुन्छ, दाईहरू चाहिँ यहीँ हुनुहुन्छ। अहिले देखिहाल्नुभयो तपाईँहरूले। त्यही अगाडिको यो जुन सल देखिन्छ यो दुईपट्टि डोरी बाँधिएको छ। यो सम्भवै नभएको कुरा, यो सलमा झुन्डेर मरेको भनेर चाहिँ उनीहरूले यो लास चाहिँ यहाँ अगाडि त्यो जुन नम्बर देखिएको छ त्यहाँ सुताइराखेको अवस्थामा थियो भनेर यहाँ प्रहरीहरूले पनि भनेको सुनिहाल्नुभयो तपाईँहरूले। प्रहरीहरू आउँदा पनि यो डोरीमा चाहिँ थिएन अरे लास। त्यसकारण यो एकदमै शङ्कास्पद देखिन्छ। यहाँ झगडा भएको कारणले मारेको अथवा केही न केही कुरा चाहिँ यहाँ अब प्रहरीहरूले अथवा सम्बन्धित निकायले यो कुरालाई पुष्टि गर्ला नै। तर यो हामीले सामान्य रूपमा हामीले हेर्दाखेरि चाहिँ यो हत्या भएकै देखिन्छ। यो डोरीमा मान्छे झुन्डिन सक्ने अवस्थै छैन। यो यहाँ झुन्डेर मान्छे अडिँदा पनि अडिँदैन। मान्छेको कम्तीमा पनि 40-45 केजी 50 केजी 55 केजीको वेट थियो होला त्यो बहिनीको। तर यो डोरीमा झुन्डिँदै गर्दा पनि यो जुन डोरी बाँधिएको छ यो नाइलनको डोरी, यो डोरी चाहिँ सर्छ। यो डोरी माथि यो बोलियोसँग बाँधेको पनि देखिँदैन। यो चाहिँ अब यो सरासर हामीले हेर्दाखेरि हाम्रो नजरले हेर्दा यो हत्या लुकाउन खोजिएको। यहाँ आएर ए यो त्यो बहिनी चाहिँ यहाँ आइरहनु रहेछ। होटेललाई त सबै गर्दा पाइहाल्छ नि, होटेल सबैलाई थाहा भइहाल्छ नि, कतिको आउने जाने त भइहाल्छ भन्नाले रिसोर्टसँगै चाहिँ चिनजान थियो कि क्या पहिल्यैदेखि जस्तो लाग्यो। लैसिकेको छ यो बहिनी घर चाहिँ त्रिपुरा सुन्दरी गाउँपालिकामै पर्दछ होइन? त्रिपुरा सुन्दरी गाउँपालिका 2 नम्बरबाट कानले भन्ने हो। ए मेरो नातिनी हो। ए भनेपछि उहाँको बुवा आमा चाहिँ आउनु भएको छैन है? बुवा आउँदै हुनुहुन्छ, भाइ चाहिँ त्यो दाइ चाहिँ छैन। दाइ त मैले भेटेँ। बुवा उता कानलेबाट आउँदै हुनुहुन्छ। कतिजना हो यो बहिनीको दिदी बहिनी चाहिँ? ऊ एउटा मात्रै हो बहिनी, दाइ एक्लै बस्नु छ बहिनी चाहिँ? मलाई ठ्याक्कै आइडिया भएन सायद। ए को त्यो बहिनीसँग बस्ने रुम पार्टनरहरू पनि आयो? प्रहरीले लग्यो कि अनुसन्धानमा? सरिहाल्छ नि यो डोरी त तल। यो तल मान्छे चढिसकेपछि त तल सरिहाल्छ नि यो डोरी। यो बाहिरको हिसाबले चाहिँ 100% कर्तव्य हो। हजुर त्यहाँ हेर तपाईँ टेबल हुनु पऱ्यो झुन्नेलाई हो होइन त? त्यहाँनिर पनि टेबल हुनु पऱ्यो, त्यतिकै त घोरो सुका हाल्छ केही भएको छैन मात्र पसिन्छ नि। यो लाइभमै छौँ हामी। लिएर आएको भन्छु यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। यहाँ अब यो राति आत्महत्या गरेको जस्तो देखाउन खोजेका छन् उनीहरूले। तर यो आत्महत्या चाहिँ होइन जस्तो हामीले हेर्दा पनि देखिरहेको छ। उहाँको बुवाहरू आउँदै हुनुहुन्छ, अब यहाँ मुचुल्का उठाएर त्यो फेरि धेरै समय त्यो लासलाई राख्दा पनि प्रमाणहरू नष्ट हुने भन्ने कुरा छ।
त्यसकारण अब यो समयमै मुचुल्काहरू उठाएर बेलैमा पोस्टमार्टमको लागि लैजाने भन्ने कुरा यहाँ भइरहेको छ। के हुन्छ हामी तपाईँहरूलाई जस्ताको जस्तै देखाइरहनेछौँ। यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला। यो अहिले निलबाराई रिसोर्टमा हो, बोडेको यो निलबाराई रिसोर्टमा छौँ हामी। र यो रिसोर्टको यो तलको एउटा कोठामा चाहिँ लास अहिले सिरोकले छोपेर राखेको भनिएको छ। म पनि भित्र गएको छैन। यो बाहिर यो जुन झुन्डिरहेको यो सल देख्नुहुन्छ, यहाँ झुन्डेर मरेको अनि हामीले उठाएर लगेको भन्ने कुरा उहाँहरूले गर्नुभएको छ रिसोर्ट सञ्चालकहरूले। तर प्रहरीहरू आउँदा पनि त्यो लास तलै थियो अरे, त्यहाँ झुन्डिएको अवस्थामा पनि भेट्नु भएन अरे। यदि ऊ आफै झुन्डिएको हो भने त त्यो सलमै झुन्डिएको अवस्थामा प्रहरीलाई बोलाउन पर्ने थियो होला। यदि आत्महत्या गरेको हो भने त्यो डेथ स्पटमै बोलाउन पर्ने थियो होला प्रहरीहरूलाई। तर त्यसरी बोलाएको छैन। प्रहरीहरूले पनि त्यो झुन्डिएको अवस्थामा देख्नु भएको छैन। उहाँहरूले त्यहाँ भनिरहनु भएको छ। यो मृत अवस्थामा भेटिएको, अब राति झगडा भएको पनि भन्ने सुनिएको छ यो रिसोर्टमा। एउटा पुरुषसँग चाहिँ अब यो यहाँ आएको उहाँ जस्तो देखिन्छ यो हामीले घटनाको प्रकृति सुन्दा र हेर्दा। अनि रिसोर्ट सञ्चालक र त्यो जो पुरुष थियो त्यो बहिनीसँग, उसले चाहिँ यो त्यहाँभित्र लासलाई चाहिँ अहिले सिरकले छोपेर राखिरहेको भन्ने सुनिएको छ। यो हाम्रो सिन्धुपाल्चोकै बहिनी हो। सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका 2 कान्ले भन्ने ठाउँको बहिनी हो। उहाँ चाहिँ 19 वर्षको नवीना अधिकारी भन्ने बहिनी। उहाँ जडीबुटीमा एउटा फाइनेन्समा पनि काम गर्नुहुँदो रहेछ। अनि यहाँ चाहिँ लगभग 1 महिनादेखि यो रिसोर्टमा आउने जाने गरिरहेको भन्ने पनि यहाँ कता कता सुनिएको छ। अब त्यो कुरा चाहिँ स्पष्ट भएको छैन। त्यसकारण अब यो केही बेरमा यहाँ लास निकाल्ने बेलामा पक्कै पनि थाहा हुन्छ नै। भक्तपुरको यो निलबाराई रिसोर्टमा है, निलबाराई रिसोर्टमा चाहिँ यस्तो घटना घटेको छ। यो तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले केही बेरमा यहाँ लास पनि निकाल्दै हुनुहुन्छ उहाँहरूले। यो देख्न सकिन्छ। लास यो भित्र यो 2 नम्बरको कोठाभित्र छ लास। सिरोकले छोपेको अवस्थामा छ अरे लास। तर उहाँहरूले चाहिँ त्यो अगाडिको त्यो टावल झुन्डिएको अवस्थामा छ, त्यसमा झुन्डिएको भनेर दाबी गर्नुभएको छ अरे। तर त्यो हेर्दा, त्यो घटना हेर्दा, त्यो प्रकृति हेर्दा त्यो देखिँदैन। त्यही भएर अब यो त्यो डोरीमा झुन्डिएर मर्न सक्ने अवस्था पनि छैन। त्यहाँ डोरी भएको ठाउँमा टेबलमा चढ्न पर्थ्यो होला, त्यो पनि छैन। यो भक्तपुरको निलबाराई भन्ने ठाउँमा हो। निलबाराई रिसोर्ट यो बोडेको छेउमा निलबाराई रिसोर्ट है। हामी अन्तिमसम्म देखाउने छौँ तपाईँहरूलाई यहाँ के हुन्छ। सबै कुरा जस्ताको तस्तै देखाउने प्रयास गर्नेछौँ हामी। केही बेरमा यहाँबाट लास उठाउने कुरा हुँदैछ। यहाँ मुचुल्का उठाइसके पछाडि अब यो फेरि प्रमाणहरू नष्ट हुने, धेरै बेर लासहरू धेरै समय राख्दा घटना कुन आधारले भएको थियो भनेर प्रमाणहरू नष्ट हुने कुरा भइसके पछाडि केही बेरमा यहाँ लास उठाउने कुरा हुँदैछ। हामी अब तपाईँहरूलाई देखाइरहनेछौँ यहाँबाट जस्ताको तस्तै। तपाईँहरू यहाँ सिन्धुपाल्चोक अहिले यहाँ उपाध्यक्षज्यूहरू अध्यक्षज्यूहरू पनि आउने अरे भन्ने सुनेको छु मैले। तर के हो यथार्थ थाहा छैन। तपाईँहरू कोही सिन्धुपाल्चोकको नजिक हुनुहुन्छ भने आउँदा हुन्छ। यहाँ यो बोडेको पेट्रोल पम्पबाट अलि अगाडि गइसके पछाडि लेफ्ट साइडमा एउटा गेट छ। त्यो गेटबाट भित्र आएपछि यहाँ यो रिसोर्ट भेटिन्छ। अब यसमै झुन्डेर मरेको भनेर उहाँहरूले भनिरहनु भएको छ। तर यो अब सम्बन्धित निकायले छानबिन गर्ला नै। यहाँ प्रहरीहरू हुनुहुन्छ। भोलि उता डक्टरहरूले पनि अब पोस्टमार्टम गर्ने बेला फोरेन्सिक ल्याबमा पनि सबै कुराहरू टेस्ट होला। के कसरी मरेको भन्ने कुरा त टेस्ट होला नै, त्यो कुरा प्रमाणित होला। तर यो कुरा चाहिँ के हो भने अब कुनै पनि घटना हुँदै गर्दा दोषी, यहाँ कोही मान्छे दोषी छ भने, कसैले यो घटना घटाइरहेको छ भने
कसैले अपराध गरेको छ भने कुनै पावर पहुँच पैसाको आडमा चाहिँ यो कुरा लुकाउने काम नहोस् भन्ने कुरा मात्रै हो। त्यही भएर यहाँ म उता पेप्सी गोलामा थिएँ, तुरुन्तै मलाई फोन आउने बित्तिकै यो थाहा पाउने बित्तिकै म तुरुन्तै यहाँ आइहालेँ। त्यस कारण यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। भोलि यो कुरा पनि नलुग्ला भन्न सकिँदैन। यो देशको कानुन नियम होइन, यहाँ पैसा पावर यहाँ भइरहेकै छ। यो कुरा खै ओ नानीकाजी त गणेश अङ्कल नवीन 3 जना जाऊ। सुरजी है त जा सुरजी त अटोमेटिक गइहाल्नुहुन्छ है। के अरे अनि त जा अनि गणेश जान्छ नि त अङ्कलले गएपछि त हजुर हजुर यो मुजुलाई लाइक गर्नु मिल्दैन रे। हुन्छ हुन्छ, म लाइभ गरिदिनु, यो बन्द गरिदिन्छु। गर्दिनँ नियम कानुनमा त म पनि टेकिहाल्छु नि होइन। यो अब यहाँभित्र लास्ट भएको टाइममा चाहिँ मैले लाइभ गर्न मिल्दैन, त्यही भएर मैले यो लाइभ अफ गर्दैछु है। यहाँ के कस्तो कुराहरू हुन्छ म अहिले एकछिनमा फेरि लाइभ आएर तपाईँहरूलाई जस्ताको जस्तै भन्ने छु है। यो पनि एउटा नियम कानुन हुन्छ, पत्रकारको पनि नियम कानुन हुन्छ, सुरक्षा निकायको पनि एउटा नियम कानुन हुन्छ। त्यही भएर यो लास्ट भएको बेलामा त्यहाँभित्र जाँदा चाहिँ मैले यो लाइभ गर्न मिल्दैन। यो नियम कानुनलाई म पनि एउटा नियम कानुनमा बाँधिएको छु, त्यही भएर यसलाई अन्यथा नलिनु होला। तपाईँहरूलाई त अब देखाइदिए हुन्थ्यो भन्ने होला, किन लुकायो भन्ने होला होइन। तर नियम कानुनलाई पनि हामीले मान्नुपर्छ, राज्यको नियम कानुनलाई पनि। त्यही भएर म भित्र जाँदैछु, अहिलेलाई यो लाइभ अफ गर्छु। केही बेरमा फेरि बाहिर आएर भएको घटना के हो उहाँहरूसँग, यहाँ आफन्तहरूसँग पनि बुझ्छु, अनि यहाँ कस्तो अवस्थामा लाग्छ त्यो सबै कुरा म भन्ने छु। तपाईँहरू केही बेर कतै पनि नगइकन एकछिन पछाडि मेरो लाइभको प्रतीक्षा गरेर बसिदिनु होला है। हस्, धन्यवाद।